नमस्ते। चाहिँ नि किराया धरान 8 द्वारा साकेला पार्क धरान 17 मा चाहिँ साकेला सिलिप प्रदर्शन गर्ने ठाउँमा, नाच्ने ठाउँमा चाहिँ नि जिल्लाले निर्धारण गरिदिनु भएको जग्गामा चाहिँ नि हामी संरक्षण गरिरहेका छौँ। र यस ठाउँमा चाहिँ नि असार 7 गते बोट बिरुवा रोपेर गएका थियौँ र यो बोट बिरुवामा चाहिँ नि गाई बस्तु बाख्रा आएर खाइदिने भएको कारण आज चाहिँ नि असार 28 गते किराया धरान 8 कार्य समिति सदस्य सल्लाहकारहरू भएर बोट बिरुवाको संरक्षण यो प्रकारले गरेका छौँ। चाहिँ नि पशुपालक धनीजीवहरूले चाहिँ नि हाम्रो मेहनतलाई बुझेर बाख्राहरू छोडेर नखुवाइदिनु होला र चाहिँ नि यो हाम्रो बिरुवाहरू रोपेका बिरुवाहरूमाथि चाहिँ हजुरहरूले पनि आफ्नै सम्झिकन आफ्नो गाई बस्तुलाई नियन्त्रण गरिदिनु होला र भावी आउने दिनहरूमा यो बोट बिरुवाले तपाईँ हामीलाई नै शीतलता प्रदान गर्नेछ। चाहिँ एउटा बोट बिरुवा रोप्यो भने 100 वर्ष आयो भन्ने कहानीलाई आत्मसात गर्दै हजुरहरूले हाम्रो मेहनतलाई खेर जान नदिनु होला। धन्यवाद।